नेपाली टोलीले एससीसी प्रिमियर कप सुरु हुनु अघि नै प्र्याक्टिस म्याचमा धमाका मचाउन सुरु गरेका छन्। नेपालले आफ्नो तीनवटै अभ्यास खेलमा शानदार जित निकाल्दै विरोधीहरूलाई कडा चेतावनी दिएको छ। आजको भिडियोमा हामीले नेपाली अभ्यास खेलमा गरेका प्रदर्शनको नयाँ सन्दीप लामिछानेको कप्तानी र नेपालले कुन कुन देशसँग कहिले कहिले खेल्छ त भन्ने बारेमा कुरा गर्दैछौँ। तपाईहरुले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। नेपालले मलेसियामा प्रदर्शन गर्न अघि भारतको बेंगलुरुमा कर्नाटकसँग दुईवटा अभ्यास खेल खेलेको थियो र दुवै खेलमा उत्कृष्ट जित हासिल गरेको थियो। त्यसपछि मलेसियामा पुगेर अगस्त 25 मा खेलिएको तेस्रो अभ्यास खेलमा त नेपालले धन धमाका मचाएको छ। मलेसियालाई 9 विकेटले जित हासिल गरेको छ नेपालले। यो खेलमा मलेसियाले पहिलो ब्याटिङ गर्दै 232 रन बनाएको थियो, जहाँ नेपालका नयाँ कप्तान सन्दीप लामिछानेले कडा बलिङ गर्दै 4 विकेट चड्काएका थिए र पानी परेर खेल रोकिएको थियो र ओभर घटेर नेपालले 48 ओभरमा 228 रनको लक्ष्य पाएको थियो। यो लक्ष्यलाई नेपालले मात्र 28 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितको मुख्य नायक आज ओपनर आसिफ शेख रहेका छन्। आसिफ शेखले 85 बलमा 12 चौका र 12 छक्का प्रहार गर्दै 161 रनको विस्फोटक इनिङ खेलेका थिए। यस्तै युवा ब्याटर अर्जुन कुमारले पनि नट आउट भई 61 रनको परिपूरक इनिङ खेलेका थिए। लगातार तीनवटा अभ्यास खेलमा नेपालले बबाल जित हासिल गरेको छ। यसपटक नेपाल समूहमा एक ग्रुपमा परेको छ र नेपालले कोको समूहसँग खेल्छ त अहिलेको एससीसी प्रिमियर कप। एसिया कपमा पुग्नका लागि नेपालले यो समूहमा शीर्षक स्थान बनाउँदै अगाडि बढ्नुपर्ने हुन्छ। नेपालको पुरा खेल तालिका यस प्रकार रहेको छ। अगस्त 31 भदौ 15 गते नेपाल विरुद्ध बहराइनको म्याच हुनेछ। सेप्टेम्बर 3 मा भदौ 18 मा नेपाल विरुद्ध मलेसियाको म्याच हुनेछ र सेप्टेम्बर 6 मा भदौ 21 मा नेपाल विरुद्ध साउदी अरबको म्याच हुनेछ। सेप्टेम्बर 8 भदौ 23 मा नेपाल विरुद्ध हङकङको म्याच हुनेवाला छ। अब कुरा गरौँ कि नेपालले यसपटकको एससीसी प्रिमियर कप जितेर एसिया कपमा स्थान सुरक्षित गर्न सक्ला त। यसपटकको टोलीमा ठूला परिवर्तन आएका छन्। रोहित पौडेलको स्थानमा लेग स्पिनर सन्दीप लामिछानेलाई टोलीको नयाँ कप्तान बनाइएको छ। टोलीमा कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ल जस्ता पुराना खेलाडीहरू नभए पनि देव खनाल, अर्जुन कुमार र बसिर अहमद जस्ता युवा खेलाडीहरूको आगमनले टोलीले निकै सन्तुलित आक्रमण देखिएको छ। अभ्यास खेलमा ब्याटिङ र बलिङ दुवै क्षेत्रमा देखिएको लयले नेपाल यस प्रतियोगिताको सबैभन्दा बलियो दमदार टोली देखिने भएको छ। यदि आसिफ शेखले कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह जस्ता सिनियर खेलाडीहरू चम्किए भने नेपालले रोक्न पनि कुनै पनि टोलीले सक्नेवाला छैन। तपाईहरुलाई के लाग्छ, नेपाल टोलीले यसपटकको एससीसी प्रिमियर कप ट्रफी उचालेर एसिया कपमा आफ्नो स्थान परिपक्का गर्ला त? अभ्यास खेलमा 161 रन बनाएका आसिफ शेखले ब्याटिङ तपाईलाई कस्तो लाग्यो? आफ्नो विचार तल कमेन्ट बक्समा भन्नु होला। भिडियो मन परेको छ भने लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। क्रिकेट सम्बन्धित यस्ता ताजा अपडेट लिएर फेरि नै आउनेछौँ हामी।